खास गरी सहकारी संस्थामा कार्यकारी प्रमुख बाहेक अन्य सञ्चालकले तलब लिएको पाइएमा असुल उपर गरिनेछ भन्ने व्यवस्था गरिएको छ। यदि कुनै सहकारी संस्थाका सञ्चालकहरू 7 जना 5 जना जति पनि हुन सक्छन्, उनीहरूले यो परिभाषित जिम्मेवारी सहित तलब लिन चाहे भने यो गर्न नपाउने भनिएको। अहिले चाहिँ प्रचलनमा रहेको के छ भने 2-3 जना सञ्चालकहरू चाहिँ कार्यकारीका रूपमा सहकारी संस्थामा आबद्ध भएको हामीले देखिरहेछौँ कतिपय सहकारी संस्थामा। यो खास के कस्तो व्यवस्था गर्न खोज्नु भएको? एउटा कुरा त हामीले के बुझ्नुपर्छ भने सहकारी संस्थाहरूमा पनि कर्पोरेट कल्चर ल्याउनुपर्छ। कर्पोरेट कल्चर भन्ने बित्तिकै तपाईँको पोलिसी मेकर र इम्प्लिमेन्टेसन गर्ने म्यानेजमेन्ट ग्रुप चाहिँ त्यसको चाहिँ रोल चाहिँ डेभिएसन हुन जरुरी छ। सञ्चालक समितिले आफै चाहिँ हरेक कुरा अपरेसनमा पनि डे टु डेमा खट्ने भनेको चाहिँ केही समय मात्रै हो, सुरुवातका दिनमा मात्रै हो। जब कारोबार बढ्दै जान्छ प्रोफेसनल म्यानेजरहरू हामीले हायर नगरिकन हुँदैन। यदि कुनै सञ्चालक समितिको कुनै पदाधिकारीमा एउटा त्यो चाहिँ व्यावसायिक ज्ञान छ, उसँग क्षमता छ भने सञ्चालक समितिको निर्णयले एकजनालाई ओभरअल चाहिँ म्यानेजमेन्टको जिम्मेवारी दिन सकिन्छ। त्यो चाहिँ पेड हुनसक्छ। नभए सञ्चालक समिति भनेको चाहिँ सहकारीको प्रिन्सिपल अनुसार चाहिँ भलन्टियर सर्भिस हो। वर्करहरू चाहिँ सञ्चालक समिति बन्न हुँदैन। त्यो हाम्रो ट्रेन्ड गलत हो। त्यो ट्रेन्डलाई रोक्नलाई हामीले चाहिँ सुरुवात गरेका छौँ। यसले करेक्सन गरेर ल्याउने हो। अब आउनेलाई चाहिँ हामीले यसलाई चाहिँ बाध्यकारी बनाउँछौँ र पुरानोलाई पनि हामीले चाहिँ तपाईँले करेक्सन गर्नुहोस् भनेर उहाँलाई बेला बेलामा उहाँहरूको अनुगमन गरेर उहाँलाई चाहिँ यही मापदण्डमा जानुहोस् भनेर चाहिँ अनुरोध गरेर करेक्सन गरौँ। खास गरी सहकारी संस्थाहरूले चाहिँ पैसाको मात्रै व्यापार गरे भन्ने एक खालको आरोप पनि छ र सहकारीबाट सङ्कलन भएको पुँजीलाई चाहिँ कुनै उद्योग व्यवसायमा लगानी गर्नलाई चाहिँ कानुनी रूपमा बाधा उत्पन्न भयो भन्ने कुरालाई यहाँहरूले सम्बोधन गर्न खोजेको देखियो। यसपालि चाहिँ सहकारीहरू मिलेर चाहिँ व्यवसाय सञ्चालन गर्ने भन्ने कुरा चाहिँ मापदण्डमा उल्लेख गरेको छ। तर त्यो व्यवसाय दर्ता चाहिँ कसरी हुने? त्यो सहकारीकै नाममा दर्ता हुन्छ अथवा त्यसलाई कम्पनीमा दर्ता? खास गरी औद्योगिक व्यवसाय ऐन भन्नुहोस् होइन, वा चाहिँ बिमा ऐन भन्नुहोस्, वा शिक्षा ऐन, विभिन्न योसँग सम्बन्धित भएको आर्थिक क्रियाकलाप हुने जति पनि एक्टहरूले गभर्न गर्छ त्यो एक्टहरूमा सहकारीको कन्सेप्टलाई त्यहाँ नराखिएको, त्यसले गर्दा अलिकति अन्यल भएको। तर मलाई के लाग्छ भने कसैले सहकारी उद्योग भन्न सहकारी संस्थाहरू मिलेर कुनै उद्योग गर्न जान्छौँ भनेदेखि चाहे त्यो प्राइभेट लिमिटेड कम्पनी नै बनाउन्, अहिले हामीले छोडिदिन्छौँ। तर सहकारीको स्वामित्व हुनु पर्छ। यहाँ चाहिँ के हो ट्रेन्ड भयो भनेदेखि सहकारी संस्थाले आफ्ना प्राइभेट कम्पनीहरू खोल्ने, त्यहाँका केही सञ्चालकहरूले जसको 2000 चाहिँ सदस्य छन् त्यसले चाहिँ सबैको स्वामित्व हुने गरी चाहिँ कम्पनी खोल्ने होइन कि केही व्यक्तिहरू त्यहाँ सञ्चालकहरूले चाहिँ प्राइभेट कम्पनी खोल्ने, हाउसिङ वा एयरलाइन्स वा के खोलेर त्यो सहकारीको पैसा त्यहाँ लगेर लगानी गर्ने, त्यो चाहिँ तपाईँको हस्पिटल लगानी गर्ने भने यस्तो काम चाहिँ गर्नु हुँदैन। सहकारी नीति नभएको कारणले चाहिँ समस्या पर्यो भन्ने कुरा गर्नुभयो। यहाँ सहकारी विभागमा आइसके पछाडि सहकारी नीतिको कुरा बेला बेला गरिराख्नु भएको छ र सँगसँगै सहकारी विकास बोर्डले पनि एउटा राष्ट्रिय सहकारी नीति चाहियो भन्ने कुरा गरेको छ, ड्राफ्ट गरिसकेका छौँ भन्ने कुरा पनि गरेको छ। कहाँ पुगेको छ अहिले सहकारी नीति बनाउने कुरा चाहिँ? नीति बनाउने कुरो चाहिँ मलाई के लाग्छ भनेदेखि 2-4 जना कर्मचारी वा कसैले बनाएर हुने कुरो पनि होइन। यो चाहिँ सहकारीका एक्सपर्टहरू बसेर चाहिँ प्रोफेसनल मान्छेहरू बसेर राष्ट्र बैङ्क पनि त्यहाँ हुनुपर्छ, त्यहाँ अर्थ मन्त्रालय पनि हुनुपर्छ, त्यहाँ चाहिँ विभिन्न भनौँ न उद्योग मन्त्रालय वा चाहिँ वाणिज्य मन्त्रालय अरू तहबाट पनि मान्छेहरू त्यहाँ प्रतिनिधित्व हुनुपर्छ। त्यो भयो भनेदेखि त्यो नीतिमा चाहिँ सबैको श्रेय हुन्छ। होइन भने बोर्डले बनाएको नीति होइन, अब बोर्डको पनि केही व्यक्तिहरूले बनाएको नीतिलाई भोलि हामीले हेरौँ कस्तो आउँछ, आएपछि हामीले छलफल गर्नु छ नै छ, आउनु जरुरी छ। खास गरी पोलिसी बनाउनु चाहिँ मन्त्रालयको भूमिका बढी हुनुपर्छ। समस्या सहकारी संस्थाहरूमा मात्र होइन, यो सहकारी संस्था दर्ता अनुगमन नियमन गर्ने संस्था, यो सहकारी विभाग र राष्ट्रिय सहकारी विकास बोर्ड, यी संस्थाहरूका बिचमा पनि समस्या छ भन्ने देखिन्छ होइन, समन्वय छैन। यो पहिले पनि मैले सुने हो होइन, पहिले पनि हुन्थ्यो यस्तो रे भनौँ, हामीले प्रयास पनि गरेको छौँ राष्ट्रिय सहकारी सङ्घ अनि राष्ट्रिय सहकारी विकास बोर्ड अनि विभाग। तर यहाँ म ठुलो भन्ने एउटा एक खालको धारणा मान्छेमा देखियो होइन। खास गरी अब यो पोलिटिकल नीतिमा एउटा त्यो प्रब्लम पनि हुँदो रहेछ भनौँ। संस्थागत रूपमा पनि चाहिँ हामी बिचमा काम गर्ने मोडलमा चाहिँ सहकारी गर्ने मोडल चाहिँ हामीले बनाउनु पर्दछ भन्ने कुरो लागिरहेको छ। यो कुराहरू मैले मात्रै भएर हुने कुरो होइन। अब राष्ट्रिय सहकारी सङ्घको चेयरम्यान, त्यसपछि राष्ट्रिय सहकारी विकास बोर्डको सभाध्यक्ष उहाँहरूले पनि गम्भीर ढङ्गले यसलाई चाहिँ बुझ्नु जरुरी। यहाँ सहकारी विभागको रजिस्ट्रार भएर 1 वर्ष बसिसक्नुभयो र सँगसँगै काठमाडौँ डिभिजनको प्रमुख भएर जिम्मेवारी निर्वाह गरेको अनुभव पनि यहाँसँग छ। नेपालको सहकारी क्षेत्रलाई चाहिँ अगाडि बढाउनलाई के कुराहरू चाहिँ सुधार गर्नु पर्ला? कसरी अगाडि बढ्दाखेरि चाहिँ हामीले यो सहकारीहरूलाई चाहिँ सहकारीका मूल्य मान्यता अनुरूप सञ्चालन गर्न सक्छौँ? पहिलो कुरो त पोलिसीकै कुरा हो। पोलिसी ग्याप छ हामी कहाँ। पोलिसी आइदिएपछि तपाईँको यो क्रस कटिङ इस्यु सहकारी भनेको
अनि आफ्नो निकायले त्यसलाई हेरिदिनु पर्यो। जस्तै विद्युतमा सहकारीको मोडल कसरी युज गर्ने भन्ने कुरो चाहिँ ऊर्जा मन्त्रालयले हेर्नु पर्यो। पर्यटन मन्त्रालयले अब होटल ट्राभल होइन अनि होमस्टेका कुराहरू नयाँ नयाँ कन्सेप्टहरू आएको छ, यसलाई पनि सहकारीमा कसरी जाने, जनतालाई सकेसम्म बढीभन्दा बढी समुदायबाट यो व्यवसायमा कसरी समाहित गराउने उसले होमवर्क गर्नु पऱ्यो भने यसरी चाहिँ कृषि सहकारीलाई प्रमोट गर्ने प्लान चाहिँ कृषि मन्त्रालयले कृषि सहकारी मन्त्रालयले तयार गर्नु पऱ्यो। त्यसको लागि पोस्ट सेवा विभाग कृषि विभागहरूलाई मोबिलाइज गर्नु पऱ्यो होइन। क्लोज मोनिटरिङ क्लोज सुपरभिजनका कुराहरू जरुरी छ र बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई हामीले चाहिँ कोड अफ कन्डक्टमा खास गरी वित्तीय जुन अनुशासन हो वित्तीय कारोबारको अनुशासन सहकारीको नर्म्सभित्र बसेर त्यो नर्म्समा चाहिँ ल्याउन जरुरी। यहाँले अनुगमन नियमनका कुरालाई जोड दिनुभयो। खास गरी अहिले निर्धारण गरेको यो मापदण्ड अनुसार पनि कतिपय कुराहरू चाहिँ धेरै यो अनुगमन गर्ने कुराहरू चाहिँ यसमा देखिन्छ र यहाँले पटक पटक भन्दै आउनु भएको छ सहकारी विभागसँग दक्ष जनशक्ति छैन, आवश्यक स्रोत साधनको अभाव छ भनेर भनिराख्नु भएको छ। यो स्थितिमा चाहिँ कसरी सम्भव हुन्छ यी कुराहरू लागू गर्ने कुरा? सहकारी संस्थाहरू लाखौँको सङ्ख्यामा खुल्या छन्। अब यो लाखौँका सहकारी संस्थाहरूलाई जति कर्मचारी बढाए पनि जस्तोसुकै कर्मचारी ल्याए पनि हामीले आखिर त्यो ब्युरोक्रेसीमा फेरि अर्को प्रब्लम त आइहाल्छ फेरि अनुगमनमा पनि होइन। त्यो भएकोले यो मात्रै एउटा समस्या होइन, समाधान होइन। यो तर के भनेदेखि स्याम्पलिङ गर्ने वा कुनै केसमा गएर चाहिँ हेर्न सक्ने खालको एउटा मेकानिजम हामी तयार गर्छौँ। यो ओएनएम सर्वे हामीलाई अर्थ मन्त्रालयको पनि यो प्रायोरिटीमा परेको छ, यसलाई सपोर्ट गर्ने सामान्य प्रशासन मन्त्रालय पनि सपोर्ट छ यसमा। हामी यसलाई चाहिँ फाइनलाइज गरेछौँ। तर यसले मात्रै समाधान गर्दैन, यसको लागि हामीले चाहिँ फेरि फेडरेसनमै डिपेन्ड हुनुपर्छ, सेल्फ रेगुलेसनमै डिपेन्ड हुनुपर्छ र हामीले अहिलेको हकमा चाहिँ बचत ऋण केन्द्रीय सहकारी सङ्घ नेप्सकुनलाई हामीले बलियो बनाउन र उसलाई चाहिँ क्षमता उसको वृद्धि गर्नलाई चाहिँ केही न केही मेकानिजम हामीले ल्याउनै पर्छ। त्यसको लागि हामीले बचत ऋण को कारोबार गर्ने सहकारी संस्थालाई गभर्न गर्ने छुट्टै कानुन चाहिँ आवश्यक छ भन्ने कुरोको निर्कुल हामीले निकालेका छौँ। खास गरी स्वनियमनका कुरा चाहिँ सहकारीका सदस्यहरूसँग चाहिँ शिक्षा तालिम सूचनाका कुराहरू गयो भने मात्रै त्यो सहकारीका सदस्यहरूले बुझ्न सक्छन् र आफैले संस्थालाई कन्ट्रोल गर्न सक्ने स्थिति बन्छ। तर अहिले त्यो स्थिति छैन। अधिकांश सहकारीका सञ्चालकहरूले चाहिँ सहकारीका विषयमा बुझ्ने तर सदस्यहरूलाई त्यो विषयमा जागरण चाहिँ सृजना गर्ने कुरा चाहिँ छैन र यहाँहरूले सहकारी संस्थामा चाहिँ शिक्षा कोष पनि हुनुपर्छ, शिक्षा तालिम नियमित रूपमा दिनुपर्छ भन्ने त गर्नु भएको छ। तर सहकारीहरूले चाहिँ त्यो कोषको सही ढङ्गले उपयोग गरेको र बेला बेलामा सदस्यहरूलाई चाहिँ प्रशिक्षित गरेको पाइँदैन। यो स्थितिमा स्वनियमनको कुरा कसरी सम्भव हुन सक्छ? यो स्वनियमन भन्ने चाहिँ दुईवटा पार्ट हुन्छ यसको। एउटा तपाईँको चाहिँ संस्थाभित्र इन्टरनल कुरा भयो होइन, अर्को एक्सटर्नल पनि हुन्छ। त्यसलाई इन्टरनली नियन्त्रण गर्ने कुराहरू डेमोक्रेटिक कन्ट्रोलका कुराहरू होइन, त्यसको लागि सदस्यलाई शिक्षा दिनुपर्ने कुरा होइन, अनि सञ्चालकहरूलाई चाहिँ स्किल प्रोफेसनल नलेज स्किल दिने कुराहरू अनि राम्रा कर्मचारीको व्यवस्था गर्ने कुराहरू एउटा पार्ट हो। तर त्यो सहकारी संस्थालाई माथिबाट भनौँ न बाहिरबाट त्यसलाई चाहिँ भनौँ न यसलाई वाटडग भन्ने वा के भन्ने त्यो रेगुलेसनको दुईवटा पार्ट क्या, एउटा भित्र एउटा बाहिर। त्यो दुईवटा कुरालाई गभर्न गर्नलाई यो दुईवटा पार्टलाई चाहिँ बलियो बनाउनलाई चाहिँ फेरि हामीले त्यो चाहिँ फेरि त्यो सङ्घलाई नै बलियो बनाउनुपर्छ। सङ्घ बलियो भएर त्यसलाई हामीले कानुनी सपोर्ट अधिकार दियौँ भनेदेखि दुईवटा कुरा उसले हेर्छ। एउटा त तपाईँको चाहिँ डिपोजिटरको पैसाको सुरक्षा गर्छ उसले, अनि अर्को कुरो चाहिँ त्यहाँ सहकारी एजुकेसन इम्पार्ट गर्ने कुरा र म्यानेजमेन्टलाई ट्रेनिङ दिने कुराहरूमा त्यो उसले चाहिँ अधिकार पायो भने त्यो काम